अस्ति नै हामी आएर नि मनोज यहाँनिर बसेको थियौँ क्या यो होटलमा। यहाँबाट यता कता थियो हाम्रो गेट थियो नि, यो होइन अर्कै हो, गेटवाला बाटो थियो। कन्फ्युज भइदिने क्या यता त खै किन हो किन, जता पनि एउटै लाग्छ, यताबाट यता हो कि उता हो होइन। घर जाने बाटो चाहिँ यही हो, सिधै हो, थाहा छ। तर अब रुम छिर्ने चाहिँ कुन हो, होटल छिर्ने चाहिँ कुन हो भनेर चाहिँ कन्फ्युज हुने क्या। गेट पनि सेम सबैतिर, अगाडि पनि सेम थियो, यता पनि सेमै छ। झुकेर अघि घाम हेर्न आएको, तलतिर लागेको झन्डै घर पुग्यो। झन्डै कन्ने यही होला होइन, झन्डै कटियो अहिले पनि। रातभरि होटल खोज्दै यतै दुईचोटि यही बाटो हिँडेर बल्ल एउटा भेटाएर अनि भने जस्तो सोचे जस्तै पाइयो र अनि त्यतै बस्यो। केटाहरू कहाँ आइपुग्यो, टक्कसँग हेर्न सक्नुहुन्छ होइन। पुरै रमाइलो भ्यू छ, लभली यस्तरी हेर्दाखेरि पनि टक्कसँगले होइन त हो नि है। नहुने कुरै छैन। लेक भ्यू होमस्टे अरे 50 मिटर माथि कता यता रहेछ है बाटो चाहिँ, भर्खर नयाँ खन्दै बनाएको रहेछ। एकदम रमाइलो। खोइ आउँदैन त केटाहरू त, बाटो बिर्स्यो क्या केटाहरूले त। अब ठिकै छ। अब हाम्रो गाइडहरू जाँदै हुनुहुन्छ, बाई गरेर जाऊ कि हाई गरेर जाऊ। होइन होला भन्छ उनीहरू पनि कन्फ्युज छ क्या अझै। धुलो उडायो राम्रो, कस्तो मिठो उडाएको यार। अरे मनोज धुलो त मिठो उडाउँछ, कस्तो मिठो भएको। हिजो यार आज फर्किँदा नि त्यत्तिकै हावा हो भने चाहिँ मरिन्छ, पुरै धुलो भइसकेको थियो हिजो आउँदाखेरि। आज जाँदा चाहिँ त्यस्तो नभइदियोस् होइन। पुरै हिलो धुलो बालुवा माटो के हो के हाम्रो चाहिँ ल होमस्टे आइपुग्यो होइन। बेलुका हामीले रमाइलो यहीँ गरे हो, रमाइलो भएको थियो यही ठाउँमा, यहीँनिर यहीमा बसेको थियौँ होइन त। के हो निन्द्रा पो कसलाई निन्द्रा पुगेको थिएन हिजो रातिको निन्द्रा कसलाई पुगेको छैन? निन्द्रा पुर्याउने कि घर जाने भन्नु नम्रो चाहिँ। अब घर अनि कता निन्द्रा त निन्द्रामै छ भने चाहिँ उहाँ पनि सुत्छु भन्दै थियो। लगाइ अब हामी चाहिँ टक्क अब खानासाना खाने होइन, फ्रेस हुने, मुड फ्रेस बनाउने, अनि यहाँबाट हामी फेरि लाग्दिन्छौँ उतारी सरर। ल फेरि भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा।